हाई गाइज नमस्ते वेलकम टु माई युट्युब च्यानल। आरामै हुनुहुन्छ होला, म पनि आरामै छु। तपाईँहरूले ब्याकग्राउन्डमा देखिसक्नु भयो होला म कहाँ छु भनेर। म चाहिँ पश्चिम रुकुममा आएको छु, अस्ति भर्खर आएको। अनि आज चाहिँ मैले यहाँको भिडियो बनाउन लागिरहेको छु। यो चाहिँ मेरो युट्युबमा पहिलो भिडियो हुनेछ। मैले चाहिँ युट्युबमा भिडियोहरू चाहिँ बनाउन खोजिरहेको थिएँ, तर मौका मिलेको थिएन। आज चाहिँ मौका मिल्यो। कस्तो हुन्छ अन्तिमसम्म हेरेर साथ दिनुहोला। मैले अघि नै भनिसकेको थिएँ म पश्चिम रुकुम छु भनेर। मैले चाहिँ सानो टुर दिन गइरहेको छु। कस्तो छ हाम्रो पश्चिम रुकुमको घर। यहाँ चाहिँ बुवा र आमा बस्नुहुन्छ, मेरो सासू ससुरा। यहाँदेखि चाहिँ मैले सुरु गर्न गएको छु। यहाँ चाहिँ एउटा फुल छ, यो फुल चाहिँ बगमबेली भन्छ, पर्पलमा छ। मलाई जस्तै मनपर्छ यो फुल चाहिँ, मेरो फेभरेट फुल भनौँ न। मलाई पिङ्क भन्दा यो पर्पल भन्दा चाहिँ मलाई रेडमा मनपर्छ क्या यो फुल। अनि यहाँ चाहिँ टोइलेट छ, टोइलेट र बाथरुम छ योमा चाहिँ। अनि त्यसपछि यहाँ तल चाहिँ खाना बनाउने ठाउँ। अनि यहाँ चाहिँ रुमहरू छ, रुमहरू चाहिँ म देखाउँदैन अहिले, पछि नै देखाउँछु। अनि त्यो चाहिँ धारा छ, यहाँ चाहिँ धारा छ। आमा के गर्दै हुनुहुन्छ? हेलो हेलो हेलो। अनि नसुत्ने सानो हाई गर्छ। अनि यहाँ चाहिँ खोर छ, बाख्राको खोर। यो चाहिँ कुखुराहरू, कोइलर कुखुरा, बाख्रा छन् यहाँ। गाह्रो भइरहेछ पुरै गरेर। म अब तलको एरिया देखाउँछु है। ल गाइज, म चाहिँ किबीबारीमा आइसकेको छु। हाम्रो यो किबीबारी, किबी चाहिँ फलिसक्यो। यो 2 वर्ष जति भयो। किबी हेर्नु न कस्तो मजाले फल्यो। यो धेरै फल्ने थियो, के अरे असिनाले झारिदिएको थियो पुरै, तर फल्या। जे होस्, यहाँ घरलाई खाने त पुग्छ। यो चाहिँ किबीबारी, यो हाम्रो किबीबारी। किबी चाहिएमा चाहिँ कन्ट्याक्ट गर्नु होला मलाई। कस्तो मजाले फल्न लागेको छ। यो चाहिँ सबैभन्दा बेस्ट किबी, यो किबीबारी। अनि त्यसपछि बारी आरु खाने हो गाइस, आरु टिप्छु ल उता। आरु अर्ग्यानिक आरु, केही पनि केमिकल विषादी केही पनि मिक्स नगरेको, मजा आउँछ खानालाई। अनि तपाईँहरूलाई चाहिँ मैले इन्ट्रेस्टिङ पार्ट चाहिँ यहाँको के देखाउन गइरहेको छु भने चाहिँ, आउनु फलो मी गाइज। तपाईँहरूलाई चाहिँ मैले एउटा इन्ट्रेस्टिङ पार्ट देखाउन गइरहेको छु। त्यो के हो भने, हेर्नु न, यहाँ घरमै लिउरोको खेती भइरह, वन किन जानु पर्यो। यति मजाले यो उम्रेको छ। अर्को वर्ष त लगभग खान पाउँछौँ हामीले। त्यो चाहिँ कति मजाले उभाएको छ। वनै जानु परेन, दुःखै भएन। मलाई चाहिँ हिँड्नै मन लाग्दैन, ठिक भयो। यहाँ चाहिँ बुवा र आमाले यति मेहनत गर्नुभएको छ, मजाले बारी बनाइदिनु भएको छ। मैले खाइसकेको छु। वान बाइट फर मी अनि तपाईँहरूको लागि। अनि यहाँ चाहिँ अर्ग्यानिक डल्ले खुर्सानी। मेरो चाहिँ खुर्सानी भनेको डल्ले खुर्सानी फेभरेट हो। डल्ले खुर्सानी किन्नु पर्दैन, बजारमा गएर घरमै थुप्रै खानको लागि रेडी छ। यो चाहिँ हाम्रो अमिलोको रुख, पुरै अमिलोको रुख चाहिँ धेरै फलेर पोहोर साल चाहिँ पुरै यहाँ भाँचिसकेको थियो। अनि अहिले पनि लगभग फलेको छ भनौँ न। हेर्नु न यति मजाले फलिसकेको छ। खानुपर्छ मजाले साँधेर नुन खोर्सानीसँग टक्क पारेर। अनि त्यसपछि यो हाम्रो कागतीको बोट, त्यसपछि यहाँनिर आरु छ अझै, यिनीहरू के अरे यो फर्सीको बोट, पिडालीको बोट, त्यसपछि यिनी खोर्सानीको बोट,
यहाँ बजार किन जानु पर्यो अनि त्यसपछि बाहिरको चिज किन खानु पर्यो किनेर होइन अर्ग्यानिक चिज यहाँ छँदैछ कति मजाले फल्या के अरे उम्रेको छ हेर्नु न यो पिरालुको यो काट्ने यो हाम्रो उखु बारी यो उखु यति मिठो हुन्छ यो खानलाई अहिले त यस्तो भएको छ अहिले अलि खासै मिल्दैन पछि हिउँदोमा खानलाई चाहिँ धेरै मिठो हुन्छ यो गुलियो धेरै गुलियो हुने कि यो उखु नखाएर यस्तो भएको छ हामी आउनु पाउँदैनौँ छोरा बुहारीहरू कामको व्यस्तताले गर्दाखेरि हामी बाहिरै हुन्छौँ अब छुट्टी मिल्यो भने चाहिँ आउने हुन्छ कहिले 3-4 महिनाको बिचमा ग्यापमा आउँछौँ हामी चाहिँ भेट्नलाई भनेर यहाँ खाना कोही पनि हुन्न ल गाइज हेर्नु त अब सिमीको सिजन पनि सुरु भइसक्यो अब लाउने बेला उम्रिसक्यो यहाँ फलिसकेको छ सिमी हेर्नु न सिमी यो रेडी भइसक्यो अब चाहिँ हार्भेस्ट गर्नलाई अनि त्यसपछि आलु पनि भइसक्यो लगभग अब 15-16 गतितिर खन्ने भन्ने हुनुहुन्थ्यो आमाले अनि त्यसपछि अर्को कुरा चाहिँ हामीले यो बारीभरि ताँती ओखरको बिरुवा चाहिँ लगाइदिएको छौँ कस्तो हुन्छ यो अब पछि फल्यो भने चाहिँ मैले भिडियो बनाइहाल्छु कस्तो हुन्छ भनेर अब यो लगाएको छौँ अनि त्यसपछि मकै छ यही नै हो हाम्रो बुवा आमाको मेहनत यस्तो मजा छ आलु फलिरह सिमी छ किवी फलिरहेछ आरु छ देखि चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो यति राम्रो भ्यू छ हेर्नु त गाउँ यहाँदेखि मजाले देखिन्छ माथितिर चाहिँ देखिन्न यो साइडमा अनि पारी स्कुल छ त्यो मावि हाम्रो त्यहाँ चाहिँ 12 क्लाससम्म छ त्यो क्लासहरू अनि यहाँदेखि गाउँ त्यसपछि पारी पनि पुरै पारीसम्म देखिन्छ तर मलाई थाहा छैन यहाँदेखि यति मजाको भ्यू देखिन्छ आनन्द छ फ्रेस हावा छ क्यामराम्यान चाहिँ लागिसक्नु भएको छ घरतिर उहाँलाई चाहिँ गर्मी भयो अरे यहाँ चाहिँ मकै पनि अब धान्ने बाला फालिसक्यो रेडी हुन लागेको छ मकै मेरो फेभरेट मकै हो मलाई चाहिँ मकै जति खाए पनि पुग्दैन के लास्टै मनपर्छ मलाई मकै अब म माथितिर जान लागेको छु है घरतिर माथि घरलाई माथि किन देखाउने मलाई पनि देखाउँ न गर्मी छ पुरै पानी नपरेको 3-4 दिन जति भइसक्यो पानी 12-1 बजिसक्यो किराले मकै खाएर 2 चोटि छर्नु भएको होला सायद उहाँहरूले चाहिँ अझैसम्म पनि गोड्दै हुनुहुन्छ कति पोल्यो होला घामले कस्तो मजाको भ्यू देखिन्छ हेर्छु न त्यो हाम्रो स्कुल हो कस्तो मजाको छ स्कुल त्यसको पाल्लोपट्टि त्यो कोट गाउँ भन्ने रहेछ यहाँ चाहिँ यहाँ कोट गाउँ कस्तो मजाको देखिन्छ अनि यता चाहिँ सानोबेरी गाउँपालिका यो डाँडादेखि पल्लोपट्टि यो मकै चाहिँ उसेको हो यो मकैले चाहिँ सिटी लगाएर भुट्ने अब लग्नु पर्यो नि त माथि खानलाई खानु पर्यो करम चपाउनु पर्यो यहाँ चाहिँ मकै भुट्दै हुनुहुन्छ यता चाहिँ आमाले यता हेरमा के गर्दै हुनुहुन्छ हेलो गाइज के छ त खबर गर्मी भएर उहाँलाई सानो मान्छे मकै खाने हो मकै खाने हो खै दिनुहोस् न मलाई मकै दिनुहोस् त सानो मकै भुट्ने कार्यक्रम हुँदैछ यस्तोमा भुट्छ यो चाहिँ पुरै यो उल्साएर कस्तो मिठो हुन्छ यो उल्सेको मकै मिठो छ ल गाइज हामीले चाहिँ खाजा खाएर काम त गर्नु पर्यो अब अलिअलि
बाबुको बाबा बाबु अनि बाबुको हजुरबुवाले चाहिँ सिमी केलाउँदै हुनुहुन्छ। यो चाहिँ घिउ सिमी हो। यो घिउ सिमी चाहिँ जेठमै रेडी भइसकेको छ। ल गाइज आजलाई यति नै। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। तपाईँहरूलाई यदि यो भिडियो मनपर्छ भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला। यस्तै यस्तै इन्ट्रेस्टिङ भिडियो हेर्नलाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू फर वाचिङ। बाई बाई एभ्रिवान।